काट्ने नै यसो समाएर काट्ने हो घाँटी कहाँ त्यसरी रेचेर त कहाँ हुन्छ दादा त्यसरी होइन ठक्कै एक केतालमा ल पखेटा बटार्नु न उताबाट लिएर यो पक्रिनु दे टाउ होस् है दिला त अलि बिरामी पो हुन्छ त काट्दिन खौ लु लिएर खर्च काट्ने लिएर आऊ न काट्ने यहाँ छ उ काट्ने एकछिन यहाँ राख एकछिन नहेर्नु बिरामी हुन्छ ल एकछिन नछोड्नु है भइसक्यो भइसक्यो पछि हानियो मालिकै आँखा फ्लिक फ्लिक गरिरहेछ यहाँ त्यो छोड्दिनु आँखा फ्लिक फ्लिक गरिरहेछ यता दिपा यहाँ आँखा फ्लिक फ्लिक गरिरहेछ केले कुखुराले गर्छ त त्यो आऊ आऊ भइसक्यो कहाँको राउटे जातिहरू आएर आँखा फ्लिक फ्लिक गरिरहेछ त्यो पर्दैन बिचरा के को विचार मलाई मान्छे काट्दिन्छु म अलि रिसिट गर्छ अहिले दिदी आऊ त्यो दाजु त्यस्तै फुर्केर काटेको है नत्र अरू बेला चाहिँ काट्ने मान्छे चाहिँ होइन है बोइलर मैले समातेछु समातिन नि आज त उहाँले समातेको हो नि त तर ए आमासँग गफ गरिरहनु भएको छ ए म त हेर्दिनै भन्दैछु नि त ल यो कहाँ राखौँ यता राखिदिनु लु यसलाई आगो चाहिँ कसो गरौँ अलिक फोर्स गरौँ बाँसको कुनै के लिएर आउनु भएको चिम्टा अलि बिस्तार बस है अलि चिम्टा चिम्टा पछारेर उता होला सनी चिम्टा हुन्छ त्यसमा चिम्टा चिम्टा हुँदै अनि बस्नु नि दाजु यसमा मुढामा होइन बस्नु बहिनी बस्नु अप्ठ्यारो त्यहाँ के मालिक बस्यो यतिकै त हो नि यसमा पनि यो गाउँले जीवन कति तिमीले मिस गर्छौ गर्दैनौ अब तिमीहरूको त्यो अरू फरकै छ नि त तिमीहरूको त होइन संस्कार बहिनी यसमा भएको होइन हो नि त तिमीहरू त फरकै छ नि फरकै छ नि त तिमीहरूको संस्कृति त्यहाँ थाहा छ तँलाई तल दमकमा बस्दा पनि ए के अरे कृष्णबारतिर दमकतिर कहाँ कहाँ बस्यो त्यतिखेर बस्दा पनि यस्तै त हो नि थिएन नि त यस्तो यसो यस्तो बस्तीमा गाउँले कहाँ बस्ती समेत दाजुले टाउको समाएको टाउको पोल्दैछु मैले यहाँ हो निधिले छोडाउनु लाउनु त त्यहाँ छोडाउँदैन नाङ्लो चाहिन्थ्यो कि दिदी राख्नु ए उहाँ बोरा पनि छ त पर्दैन है पर्दैन होला मम्मीले नाङ्लो मागेले सोध्नु त मम्मी त्यो नाङ्लो यसलाई पठाइदिनु पर्छ पर्दैन भन्नु कति सानो बोल्दा पनि कति मजाले सुन्नु भएको मम्मीले के भन्नु छ आमाहरूले बा एकछिन मम्मी दिदी अलि आए जस्तो लाग्यो मम्मी उइ ल मालिक यो खुट्टा तान्नु त तातो छ नि हेर्ने तातोमा त तान्ने त लु हो त्यसो यसरी हो यसरी हो यता यता राख्नु अरे यतापट्टि अँ हो यतापट्टि चाहिँ तिते पर्छ पर्दैन मम्मी तिते राख्ने कि नराख्ने हो ल ए हामी खान्छौँ अलिअलि अब कसले बनाउँछ त लु होस् त्यसो भए त्यसो भने पछि अर्कोमा बनाएर खानुपर्छ यहाँ लाले आएपछि ल ओके यो चाहिँ हुन्छ तिते खान्छ दिपा सुँगुरको मासु पनि ल्याएर आएको कसले बुवालाई काम लाउने कति ल्याएको छ राख्नु न अब त्यो बोलेर खाऊ नि त अहिले त कहाँ खानु यत्रो भइसक्यो यहाँ भाले खानुपर्ने छ राखिराख्नु न झुन्डाएर चल्ला एउटा काटा भाले अब चल्ला कहाँ यो चल्ला हो यहाँ अन्त मैले के गरिसकेँ मम्मी है यो राखिराख्नु मम्मी त 1.5 केजी लगभग छ होला दादाको स्वर त यस्तो रहेछ नि त रियलमा त हो नि यस्तो हो नि ए, होइन यस्तो अहिले गर्छ मामी होइ मामी गर्दै यस्तो स्वर रहेछ उहाँले पनि गर्नुहुन्छ उही त उहाँबाट सुनेर हुइ भनेको त्यही बोलाउने पारा अन्त हुइ गरेर यहाँ यसो पो गर्दैछौँ हामी त हेर्नु न के कस्तो हात उयो भयो त अन्त नि इस्कुस काटेर इस्कुस हो साँच्चै हो म त त्यही भएर म यो त एकदम फास्ट बनाउने नि त भिडियो गरेर बनाउने हो त्यस्तो हुँदैन यो त के हो युट्युबमा लाउने होइन मजाले पछि रिमेम्बरको लागि राख्ने हार्ड डिस्कमा सही कुरा अनि त्यस्तो त कहाँ दिदीले साह्रो घुरेर हेर्नु भयो त मासुले कुखुराले फिल्म डकुमेन्ट्री जस्तो क्या पछि तास्नु हुँदैन दाजुले आफै तासिन्छ नि त्यो यसलाई त थाहा नै आफै तासिन्छ कसरी हात पोली तासिरहेको छु आफै तासिन्छ नि भन्छ होइन भन्नु खोजेको त के हो एउटा टाउको बनाएर जाऊ लाग्यो मैले अब छिटो गर्नुपर्छ क्या फेरि सिल्लीबाट किनेर अझै तैँले खाएको त्यहाँनिरको लोकल हो तर त्यो उताको लोकल हो क्या यता उताको त त्यति साह्रो होइन हो मालिक त्यति साह्रो